सेवाहरू सम्पूर्ण मित्र मेरो फ्यामिलीहरूलाई हजुरहरू कस्तो हुनुहुन्छ जाति नै होला है। म पनि एकदम जाति नै छु। अनि आज चाहिँ म बहिनीकोमा जाँदैछु नि त, किनभने कति दिन मोमो खाने भनिरहेको थियो साथीहरू। अन्त मोमो खाने भनेर त बोला बिचरा उनीहरू अब अलिकति जान्दैन नि त, अब जान्दैन भनेर त्यस्तो त होइन है साथीहरू। अन्त अब हामी जानेका जतिले त बनाएर खुवाउनु पऱ्यो नि त होइन, हामी जस्तै परदेशमा भए पनि होइन साथीहरू। अन्त म चाहिँ एकदम त्यस्तो फेरि खान्छु भनेपछि त बनाइदिइहाल्छु गएर त। बिचरा अस्ति दिन भन्नुभएको नि त, अन्त खान्छु भनेर। ल ठिक छ साथीहरू, म त्यहाँ पुगेपछि हजुरहरूलाई फेरि म आउने छु। हामी फाइनली यहाँनिर चिकन सपमा आइसकेको छ। अन्त यहाँ हेर्नु न, भाडा पनि लगेर गएको साथीहरू। अन्त मैले भनेको थिएँ है भाडा थिएन नि त, अन्त अब फेरि त्यसो भन्यो भनेर नभन्ने खिली गरेको त होइन हो। अन्त हामी चाहिँ फाइनली मेरो तम्बडु बाटीहरू पनि छ, यहाँ छ। हाई बोलो, बसेर पुच्चे पाटीहरू पनि रहेछ है। अनि यहाँ चिकन लगेर चाहिँ हामी फेरि यहाँबाट अटोमा जानुपर्छ साथीहरू। हामी चाहिँ अब यहाँनिर रेडी गरेको है मोमोको लागि। यहाँ आइपुग्यो हाम्रो एकदम मिस लक्ष्मी होइन लक्ष्मी। अन्त यहाँ चाहिँ हामी सुरु गर्दैछ, हजुरहरूलाई देखाउँदैछु। तपाईँहरूलाई भनेको थिएँ है मोमो रेडी पनि भयो, अब खानु पनि थालेको। यहाँ त अलिकति खाइ पनि सक्यो हो, खाइसकेर अन्त म बसिरहेको छु। हालिस् कति हालिस् हौ, कहिले त पाएको छ भन्दैछ अहिले। त्यसै त त्यति मोमो त माक्लोमै राख, त्यतिकै राख बास भयो। किन भाँडा जुठो लान्छु, होइन किन टेन्सन नगर न। उसले हालिदियो उयोमा आएर त यहाँनिर गुन्द्रुकहरू त एकदम परदेशको जग्गामा त गुन्द्रुक त हाम्रो त मासु भन्दा नि राम्रो हो। बुढो मासु खाँदैन गुन्द्रुकको झोल है। अब धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच लक्ष्मीलाई। उता जान हौ उज्यालो। यो त हिरो हो, यो त हिरो, यो हिरो। भाँडाहरू नि धुनै दिएन साथीहरू। अन्त त्यो भएर के मजाको यो त हेर्नु न, नानीको होला नि है। अन्त उसले धुन्छ नि त, त्यो भएर हुन्छ साथीहरू। बाई बाई।